हेलो हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै नै छु। अनि के छ साथीहरू, अरू के गर्दै हुनुहुन्छ? स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। हेर्नुहोस् साथीहरू, के गर्दै हुनुहुन्छ नि? हाम्रो त काम केही छैन, बाख्रा चराउने बस्ने यस्तै त हो नि। तपाईँको त छैन त, गइसक्यो उतै, गइसक्यो उतै, उता उता भन्दा नि यता के यता यता कान्छी कान्छी आइथी त, एकछिन आएर बसेर गइहाली, जाँदैन जस्तो हो उता। मेरो त सुकेका काँडा खाँदैछन् भने, मेरो त हरियो खोज्ने त छैन आँखा। हो त नि, कस्तो काँडा कस्तो उयो हुन्छ। अरू बेला त्यही काँडा उयो गरेर लत्काएर खान्छन्। साथीहरू, म त परालमा लडेको अवस्था। हाम्रो त लास्टै छन्, मरि काटेर ल्याते ल्याते परेका। ल ल मान्छे खोज्दै बस्छ के, कान तान्नुपर्छ, त्यसको ठुलो उचाइको कान तानेपछि मात्रै हो त। है 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 त्यसको कान तान्नु, अनि कान तानेर अरटीमा लैजानु, अनि अर्को नै आउँछ। ए भवन घर त राम्रै रहेछ भनेको सासले मात्रै बोलिएछ। कहिले कहीँ त यस्तो पनि हुन्छ कि एक्लै आफू बोले जस्तो। के सरको हो, के पनि सरको हो। ए हेलो साथीहरू, उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। अनुहारै देखेको छैन, के राम्री मान्छे हो। वृन्दावन जानुभयो अरे, वृन्दावन। ल्याएको छैन।
कहाँ रहेछ हो बरु अरू सबै कुरा बिर्सिनु सक्यो मोबाइल बिर्सिनु नि भएन अनि खाना खानु नि छोडिएला बरु मोबाइलको निम्ति त्यही त हो नि आफ्नो आफ्नो लत हो नि झारेर पनि सकिने बेला हुन लागिसक्यो मिठो लागेन होला अररीको काँडा क्या अररी गोपाललाई खसी खाइरह हाम्रो त आए फर्केर हेर्नु साथीहरू हामी चाहिँ बाख्रा चराउन आएछौँ बाख्राहरू चर्दैछन् हामी डुल्दैछौँ अनि यस्तै हो साथीहरू मेरो यो चाहिँ थेगो हो साथीहरू जतिखेर पनि यस्तै हो यस्तै त हो नि भन्ने चाहिँ थेगो हो आइहाल्छ नि किन आँट्या ए केही हुन्न केही हुन्न ए ल ल टिकटक पो ल ल टिकटक त बनाइदिन्छु ए ल ल हेर्नु साथीहरू हामी चाहिँ आज यहाँ रिसोर्टभित्र आएका छौँ दिदी चाहिँ यता टिकटक बनाउनु व्यस्त हुनुहुन्छ हो म चाहिँ यता हेर्दैछु भ्यूहरू कतै गरेर हराएको छ भनेदेखि खोज्न मैले कहाँ ल त साथीहरू हामी धेरै भित्रसम्म गएनौँ कुनै दिन अवश्य जानेछौँ र खानेछौँ भन्ने आशा राखेको छु अहिले जाडो महिनामा भन्दा गर्मी महिनामा टक्क खानालाई जाउँला कुनै दिन कहिले खाऊँ न त यहाँको चटपटी पनि पैसा छ पैसा त कहिले खाऊँ न त पैसा त भइहाल्छ नि म भ्लग बनाएर पैसा कमाउँछु महिनाको 10,000 मेरो भ्लग राम्रो हुँदैन नि त राम्रो क्वालिटीको त्यही त नि मान्छेले दिनमा 10,000 डलर आउँछ अरे के विदेशबाट हो र अन्त डलर आउँछ नि तेल खातामा साटेर आउँछ अरे ए होला होला नाटक गर्छु थाहा पनि हे हो र के गर्ने सानीमा के गर्ने एउटी छोरी आई स्कुलबाट अर्की छोरीलाई लिन जानुपर्ने होला तिम्रो चाहिँ कहाँ बाटो लाग्यो मान्छे नदेखेपछि कुद्नुपर्छ स्यो अगाएको छ कि छैन है स्यो 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 हिँड उनीहरू अगाएर कुद्छन् कि नअगाएर कुद्छन् हौ स्यो हेर्नु साथीहरू हामी चाहिँ आज यहाँ रिसोर्टभित्र आएका छौँ दिदी चाहिँ यता टिकटक बनाउनु व्यस्त हुनुहुन्छ हो म चाहिँ यता हेर्दैछु भ्यूहरू
कतै गएर हराएको छ भनेदेखि खोज्न बहिनी जाने हो ल त साथीहरू हामी धेरै भित्रसम्म गएनौँ कुनै दिन अवश्य जानेछौँ र खानेछौँ भन्ने आशा राखेको छु अहिले जाडो महिनामा भन्दा गर्मी महिनामा टक्क खान लैजाउँला कुनै दिन कहिले खाऊँ न त यहाँको चटपटी पनि पैसा छ पैसा त कहिले खाऊँ न त पैसा त भइहाल्छ नि म भ्लग बनाएर पैसा कमाउँछु महिनाको 10,000 भ्लग बनाएछ भने 10,000 मेरो भ्लग राम्रो हुँदैन नि त राम्रो क्वालिटीको त्यही त नि मान्छेले दिनमा 10,000 डलर आउँछ अरे के विदेशबाट अन्त डलर आउँछ नि तेरो खातामा साटेर आउँछ अरे ए होला होला नाटक गर्छ थाहा पनि हे हो र के गर्ने सानीमा के गर्ने एउटी छोरी आई घर अर्की छोरीलाई लिन जानुपर्ने होला तिम्रो चाहिँ कहाँ बाटो लाग्यो